कति समयसम्म खाएन? 3 वर्षसम्म आएन। अनि त्यस पछाडि जब मैले प्रभु येशूलाई विश्वास गरेँ त्यस पछाडि आउन लाग्यो। त्यो सुरुमा त्यो बिल काट्दाखेरि चाहिँ 11,000 लाग्छ भन्नुभयो। अनि त्यस पछाडि अब हामीसँग कति पैसा थिएन। पैसा नहुँदाखेरि मैले त्यो कुपनलाई त्यो बिल हुन्छ नि त्यो बिललाई बोकेर अनि मैले आफ्नो बाबुलाई बेहोस हुन्थ्यो क्या, मेरो बाबुलाई पनि त्यस्तै। अनि बेहोस हुने केही थाहा थिएन भने त्यस्तै थियो। अनि बेहोस थियो। अनि तपाईँको छोरालाई धेरै समस्या, ठुलो समस्या छ, 11,000 लाग्छ, तपाईँले सुरुमा 11,000 बुझाउनुपर्छ भन्दाखेरि त्यो पैसा मसँग नभएर अनि मैले त्यो बिल च्यापेर बाबुलाई च्यापेर म कोठामा फर्केको थिएँ। एकदमै मलाई गाह्रो भयो। म के गरौँ, कहाँ जाउँ, कसो गरौँ, कसरी बचाउने होला छोरालाई भने मैले धामी झाँक्री जाँदा जाँदा अनि पैसा पनि नै केही नै। ल बहिनी जयमसी। जयमसी। अनि हजुरको पुरा नाम ठेगाना भनिदिनु न। मेरो नाम चाहिँ छाया बोहरा अनि मेरो घर चाहिँ मार्के। अब हामी सुरु गरौँ त है त। तपाईँको विश्वासको यात्रा कसरी सुरु भयो, कसरी प्रभुलाई विश्वास गर्नुभयो, विश्वास गर्नुभन्दा अगाडि तपाईँको जीवन कस्तो थियो एकचोटि बताइदिनु न। विश्वास गर्नुभन्दा अगाडि तपाईँको जीवन कस्तो थियो? विश्वास गर्नुभन्दा अगाडि चाहिँ पहिला चाहिँ मेरो जीवन राम्रो थियो अब माइत छँदा। अनि त्यस पछाडि जब मेरो पढ्दा पढ्दै बिहे भयो। कति वर्षमा भयो? 16 वर्षमा बिहे भयो। म 7 क्लासमा पढ्थेँ त्यतिखेर। अनि त्यो उमेरमा मैले त्यस पछाडि पढ्दै थिएँ। अब पढ्दै गर्दाखेरि दाइहरू अब छुट्टिएर बस्नुभएको थियो। अनि बुवा, मा, हाम्रो दिदी हुनुहुन्छ एकजना, हामी सँगै बस्थ्यौँ। अनि त्यतिखेर अब बुवा आमा पनि अलिक बुढै हुनुहुन्थ्यो। अनि अब कमाउने नभएर अब दाइहरू छुट्टै बसेको कारणले गर्दाखेरि अनि मलाई चाहिँ पढाउन सक्नु भएन। बिहे भइसकेपछि 6 महिनासम्म राम्रो थियो। अनि त्यस पछाडि चाहिँ अनि घरमा चाहिँ अब झगडा हुने, आर्थिकले साथ नदिने। मेरो श्रीमान भर्खर पढ्दै हुनुहुन्थ्यो 11मा। अनि मेरो बिहे भइसकेपछि अनि त्यतिखेर पनि अब बिहे गरिसक्यो यसले, अब यसले आफै गर्छ अनि भनेर मेरो श्रीमानलाई पनि अब कसैले नहेर्ने। अनि पैसा पनि त्यतिखेर थिएन। अनि मेरो श्रीमानले चाहिँ अब त्यतिखेर अब ढ्यारीहरू अब त्यस्तो काम गर्दै अनि 11को फर्म भर्नुभएको थियो। अनि त्यस्तै गर्दै उहाँले 12 वर्षसम्म पढ्नुभयो। झन् हाम्रो जीवनमा समस्याहरू अनि आर्थिक अवस्थाको कमजोर अनि कसैले पनि साथ नदिने अनि भनेको जस्तो जीवन भएन। अनि त्यसकारण हाम्रो दुःखका दिन त्यतिखेरैबाट सुरु भए। घरमा पनि अब म बिरामी भइराख्ने अनि यस्तो त्यो काम्ने यताउति गर्ने, अब बिरामी भइराख्ने। अनि हेराउन जाँदा अब देवताले छोएका छन् भनेर त्यहाँको मान्छेले भन्नुहुन्थ्यो, गुरुहरूले। के थियो बिमारी चाहिँ? अनि त्यस्तो बेहोस हुने अनि केही थाहा नहुने, केही कुरा थाहा नहुने, बेहोस हुने त्यस्तो हुन्थ्यो त्यस्तै गर्दै गर्दाखेरि फेरि अनि बाबु जन्मियो। अनि बाबु पेटमा हुँदा चाहिँ अनि 1 वर्ष जति राम्रो भए जस्तो भयो। पहिला चाहिँ म धेरै बिरामी अनि त्यस पछाडि फेरि बिचमा अनि ठिक भए जस्तो भयो। फेरि बाबु जन्मियो। अनि बाबु जन्मिसकेपछि फेरि दुःख कष्ट सुरु भयो। फेरि बिमारी सुरु भयो? हजुर। त्यही सेम बिमारी कि फरक बिमारी? त्यतिखेर चाहिँ मलाई भएन, छोरालाई भयो, बाबुलाई। अनि बच्चा सानो, त्यतिखेर आर्थिक पनि नै, पैसा पनि नै। अनि अब मलाई चाहिँ के भएन, बाबु बिरामी भइराख्ने, रोएको गर्ने। अनि त्यस पछाडि अनि मलाई चाहिँ अब त्यो दुध नआउने त्यस्तो समस्या थियो। अनि त्यतिखेर बच्चाको लागि दुध नआउने? हजुर, दुध नआउने। अनि कसरी पालौँ, के गरौँ भन्ने हुन्थ्यो। उपचार के गर्नुभयो त त्यसपछि? त्यतिखेर हामीले उपचार गऱ्यौँ, धामी झाँक्री धेरै गऱ्यौँ। अनि त्यस पछाडि हस्पिटल पनि गयौँ। अनि राम्रो झोलिलोहरू खानुपर्छ, तागतिलो खानुपर्छ, गेडागुटीको रस खानुपर्छ भनेर डाक्टरले सल्लाह दिनुहुन्थ्यो। अनि धामी कहाँ जाँदा चाहिँ अनि अब यस्तो के बोक्सी लागेका छन् अनि बोक्सीले गर्दाखेरि त्यस्तो दुध आउन दिएको छैन भनेर भन्नुहुन्थ्यो। बाबुलाई चाहिँ अनि कहिले बिस्कुट चपाएर खुवाउने, कहिले अन्डा चपाएर खुवाउने, अनि कहिले पैसा भएको बेला बजारको त्यो ल्याक्टोजन लगेर खुवाउने। मतलब बच्चाले दुध खान पाएन? नै, खान पाएन। जन्मेको दिनदेखि नै? हजुर।
कति भयो 3 वर्षमा त आएन आएन। अनि अरू अरू चिज खुवाएर पाल्नु भयो हजुर। ल त्यसो भएपछि अब प्रभु येशूलाई चाहिँ कसरी चिन्नुभयो त तपाईँले प्रभु येशूलाई चाहिँ अनि धेरै दुःख थियो हाम्रो जीवनमा। अब धामी झाँक्री गर्दाखेरि पनि राम्रो नहुने अनि धेरै गरेमा अनि त्यतिखेर हामीसँग पैसा पनि नै साथ सपोर्ट। त्यसपछि के भयो कोठामा ल्याइसकेपछि हाम्रो बाबु चाहिँ बेहोस भइराख्यो एक दिनभरि अनि साँझसम्म बेहोस भइराख्यो। एक दिन अनि साँझसम्म बेहोस त भइरहेको थियो तर त्यो दिन चाहिँ एकदमै बेहोस भयो। अनि बोल्ने मलाई यस्तो आत्मामा यस्तो आयो कि अब त्यतिखेर अब प्राय क्रिस्चियनहरू यस्तो विश्वासी खासै त्यस्तो थाहा हुँदैन थियो क्या। त्यतिखेर मलाई पनि थाहा थिएन अब यस्तो विश्वास गरेपछि निको हुन्छ अनि यस्तो भन्ने यो वचनको बारे मलाई केही थाहा थिएन। अनि मेरो आत्मामा चाहिँ यस्तो आयो कि अनि त्यो इसाई भन्ने आयो क्या। त्यो इसाई भन्ने आयो इसाई भन्ने आफै आयो। इसाई सबैले इसाई भन्छन् यो सबैले इसाई मान्छन् यो के रहेछ इसाई भने कतैमा म पनि त्यो इसाई मानेपछि म पनि राम्रो हुन्छु कि मेरो छोरो निको हुन्छ कि भन्ने मलाई त्यस्तो विश्वास आयो आफै आत्माबाट। अनि त्यहाँबाट आइसकेपछि पहिल्यैमा यहाँ कोठा भाडामा बस्दाखेरि अनि चिनजान गरेको विनिता अनि हुनुहुन्थ्यो बहिनीहरू। अनि त्यस पछाडि मैले त्यहाँहरूलाई सम्झेँ अब त्यहाँहरूले इसाई मान्नुहुन्छ त्यहाँ पनि चर्च जानुहुन्छ अनि मैले देखेको थिएँ यहाँ बस्दाखेरि। अनि मैले सम्झेँ अनि उहाँलाई फोन गरेँ अनि मैले त जे गर्दा पनि मलाई अब राम्रो हुने भएन। मैले दुःख धेरै पाएँ मलाई कसले बचाउँछ त अब म कहाँ जाउँ के गरौँ भने। अनि त्यस पछाडि चाहिँ यहाँ आउनु दिदी अनि तपाईँको छोरालाई लिएर यहाँ आउनु भन्नुभयो। अनि म पनि अनि त्यहाँ सासूहरूले आउन दिनुभएको थिएन। म चाहिँ त्यो भागेर अनि घरबाट भागेर पहिला आफू त्यहाँ झ्यालबाट आफू निस्केँ। अनि त्यस पछाडि मैले बाबुलाई मतलब उहाँले किन आउन नदिनु भएको यो इसाई मान्न जान्छ भनेर कि कोठा यहाँ घरबाट नजाओस् अनि कहीँ पनि नजाओस् भनेर कहीँ पनि अब यहीँ बस्ने अब बाबु मतलब उहाँलाई चाहिँ इसाई मान्न जानला छ भन्ने थाहा थिएन कसैलाई पनि थाहा थिएन। अनि त्यस पछाडि मैले बाहिर पहिला आफू आएँ अनि पहिला ढोकामा ताल लगाएँ अनि फेरि म भित्र पसेर पहिला बाबुलाई छिराएँ अनि त्यो जुन कपडा हुन्छ नि छिराएँ अनि म आफू निस्केको। अनि तिनीहरूले देख्छन् भनेर म चाहिँ जुन आउने बाटो नभएर म अर्को बाटो त्यहाँ माथि रोडमा गएँ। अनि त्यस पछाडि त्यतिखेर कोरोना थियो गाडीहरू चल्दैन थिए मानिसहरू पनि त्यस्तो हिँड्दैन थियो कोरोनाको बेला गाडीमा हिँड्दै 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 त्यो खलङ्गाबाट हिँड्दै आफै खै त मलाई त्यो विश्वास आयो कि त्यो इसाई मानेपछि निको हुन्छु भन्ने निको हुन्छस् भन्ने त्यस्तो आत्मामा आयो। अनि मलाई त्यतिखेर केही थाहा थिएन यस्तो कुरामा। अनि त्यहाँबाट हिँड्दैमा यहाँ श्रीनगर आइपुगेँ। कति घन्टा लाग्थ्यो मलाई बिहान म 11 बजे त्यहाँबाट हिँडेँ म 2-3 बजे यहाँ श्रीनगर आएँ। 3 बजे यहाँ हजुर श्रीनगर आएँ। त्यस पछाडि मैले त्यहाँ बहिनीलाई भनेँ अब मैले केही गर्न सक्दिनँ अब मैले चाहिँ तपाईँहरूले जस्तै जे गर्नु भएको छ म पनि त्यही गर्छु अनि के गर्छन् अनि त्यो मलाई सिकाइदिनुहोस्। कसैले गर्नुपर्छ भनेर त भन्नु भएन आफैबाट त्यो कुरा सुरु भयो आफै आयो मलाई त्यो इसाई भन्ने। अनि मैले भने कि यो कसरी गर्छन् कसरी मान्छन् यसलाई अनि यो के गर्छन् मलाई सिकाइदिनु बहिनी। अनि म त अब यही गर्छु मेरो अब केही पनि उपाय छैन अब कसरी गर्छन् मलाई सिकाइदिनुहोस् भने। अनि त्यतिखेर कोरोनाको बेला अनि मलाई त एकदम गाह्रो भयो। बाबु त्यतिखेर सानै थियो 2.5 वर्ष हो कतिको थियो त्यतिखेर 2.5-3 वर्ष कति भयो। अनि त्यस पछाडि झन् गाह्रो भयो झन् म के गरौँ झन् मलाई थाहै नै पाएन मैले के भयो। अब बेहोस आफू भइयो अब बाँच्दिनँ होला म सायद। अनि एकदमै पहिला हल्का हल्का थाहा हुन्थ्यो पीडा सहनै नसक्ने पीडा हुन्थ्यो अनि गाह्रो हुन्थ्यो। अनि पछि कति दिन पछि चाहिँ मैले थाहा पाउन छोडेछु त्यो पीडा के हो मैले थाहा पाइन रहेछु बेहोस भइरहेछु। अनि त्यसपछि बेहोस भइसकेपछि मैले केही गर्न सकिनँ। कति लामो समय बेहोस भएको? बेहोस त लगभग 2-3 दिन जति भयो। 3 दिनसम्म लगातार बेहोस पहिला हल्का हल्का त्यो दुःख कष्ट अलि दुखाइ धेरै भयो। अनि दुखाइ भइसकेपछि अनि मैले चाहिँ त्यो केही थाहा पाएन क्या। दुखाइ कहाँ हुन्थ्यो कस्तो दुखाइ हुन्थ्यो? बस्दै एकदमै म बाँच्दिनँ होला जस्तो बस्नै नसकिने दुखाइ हुने कस्तो के त्यो दुखाइको महसुसै गर्न सकिन्न। किनभने त्यतिखेर मर्न बाहेक मलाई केही थाहा थिएन। मलाई खाना पनि थाहा थिएन
कपडा लगाउनु पर्छ भन्ने पनि थाहा थिएन, टोयलेट जानुपर्छ भने मलाई त्यतिखेर केही थाहा नै, मान्छे पनि को आयो को गयो केही थाहा नै। त्यतिखेर बाबु सानै, अब छोराले के गर्यो होला त्यो पनि थाहा नै। कतिखेर अनि त्यहाँ अब भर्खर मैले विश्वास गरेँ। अब त्यतिखेर विश्वास गरिसकेपछि झन् अब कोही आउनु भएन क्या आफन्त। अब विश्वास गरी अनि यता अब त्यसलाई आफै राम्रो हुन्छ, अब हामी किन जाने भनेर आफन्तहरू आउनु भएन। झन् मलाई गाह्रो भयो, मेरो साथमा कोही हुनु भएन। त्यस पछाडि चाहिँ अब त्यहीँ विश्वासी नानीहरूले मलाई हेर्नुभयो, यताउति गर्नुभयो। अनि गरिसकेपछि अनि अब पहिलाभरि त्यही घरमै गऱ्यौँ, हामीले प्रार्थना गऱ्यौँ। अब के गर्नुभयो मलाई थाहा भएन, म बेहोसमा थिएँ। पछि चाहिँ मलाई बोकेर मण्डली ल्याएको र अनि पास्टरले प्रार्थना गरिदिएको मात्रै याद आउँछ। अनि प्रार्थना गरेर अनि त्यो जुन दुष्ट आत्मालाई हकार्नुहुन्छ नि, त्यो हकारेको मात्रै थाहा छ मलाई, त्यो थाहा छ। अनि त्यस पछाडि त्यो भइसकेपछि मलाई चाहिँ अनि पास्टरले प्रार्थना गरिसकेपछि अनि बिस्तारै 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 निको हुँदै 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 थाहा पाउँदै गएँ क्या मैले, त्यो होसमा आउँदै। अनि म यस्तो अवस्थामा रहेछु। अनि मैले सबै कुरा खुल्दै गयो क्या। अनि खुल्दै गयो। साँझ पनि पास्टर बुवा जानुहुन्थ्यो, प्रार्थना गरिदिनुहुन्थ्यो, अरूहरू पनि जानुहुन्थ्यो। त्यस्तै गर्दै गर्दाखेरि अनि म चाहिँ आफू निको भएँ, अनि छोरा पनि निको भयो। कति दिन लाग्यो त्यो निको हुन? मलाई चाहिँ 1 हप्ता लाग्यो थियो। प्रार्थना सुरु भइसकेपछि निको हुँदै हुँदै गयो। अनि म चाहिँ विजय हुँदै गएँ। सबै कुरा थाहा पाउँदै गएँ, प्रभु येशूको बारेमा मैले बुझ्दै गएँ। अनि मलाई निको पार्ने, यस्तो अवस्थाबाट निको पार्ने, अनि कस्तो हुनुहुन्छ त, को हुनुहुँदो रहेछ मलाई यसरी निको पार्ने, कसैले बचाउनु सकेको थिएन। आज मलाई एक्कासी यस्तो अवस्थाबाट मलाई निको पार्नुभयो। अझै म जान्छु बुझ्छु भनेर मलाई अझै त्यो तृष्णा को रहेछ त मलाई निको पार्ने भनेर अझै आफूलाई चाहिँ खुल्दै बढ्दै गयो। त्यसपछि के भयो त? त्यस पछाडि चाहिँ मैले चाहिँ वचनहरू पढ्न लागेँ, बाइबल। मलाई वचनहरू पढ्न मन लाग्ने। मैले नयाँ करारहरू धेरै पढेँ। नयाँ करारहरू सुरुमा विश्वास गर्दा मैले नयाँ करारबाट सुरु गरेँ। त्यस पछाडि त्यहाँ वचनहरू मैले पढ्दै गएँ, येशूको बारेमा त्यहाँ धेरै लेखेको। अनि म एकदमै रुँदै आफैलाई जस्तो लाग्यो क्या, आफैलाई जस्तो लाग्यो। अनि त्यो वचनहरू मैले पढेँ। अनि साँच्चै प्रभु येशू यस्तो हुनुहुँदो रहेछ, येशूको बारेमा यस्तो रहेछ, खासै बुझेको त थिइनँ त्यो वचन अनुसार। अनि येशू यसरी मर्नु भएको रहेछ यसरी भनेर त्यो वचन पढ्दै म रुँदै सधैँ पढ्थेँ क्या। म पढिराख्थेँ, बरु अरू काम गर्न छोडिदिन्थेँ वचन चाहिँ। अनि जुन स्कुलमा जाने विद्यार्थीहरूले पढ्छन् नि, त्यस्तै गरेर म पढिरहन्थेँ। अनि अब जुन अवस्थाबाट अहिले प्रभुले बचाउनु भयो होइन, अब आफू जस्तै व्यक्तिहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त? अब म जस्तै व्यक्तिहरू हुनुहुन्छ, अझ मेरो साथीहरू हुनुहुन्छ म जस्तै, अनि धेरै हुनुहुन्छ जो रोगमा पीडामा हुनुहुन्छ, जसले चाहिँ आशा गुमाउनु भएको छ अझै होइन। अब जस्तो तिमीले चाहिँ भन्यो नि, उपचार गर्दा पनि भएन, धामी झाइरी गर्दा पनि भएन, विभिन्न कुरा गर्दा पनि भएन, तर अन्तिममा प्रभु येशूलाई पछ्याउनु पर्यो होइन। र आजको जना व्यक्तिहरूले अझै पनि येशूलाई पछ्याउनु सक्नु भएको छैन नि, त्यस्तो व्यक्तिलाई के भन्नुहुन्छ? म चाहिँ अनि त्यस्तो व्यक्तिहरूलाई यही भन्न चाहन्छु कि हाम्रो जीवन र मुक्ति संसारको कुरामा रहेन रहेछ। संसारको देवी देवताले हामीलाई बचाउन सक्दो रहेनछ, किनभने त्यो हामीले दुःख भोग्यौँ नि त। हामीले पनि पूजा गर्थ्यौँ, अनि कस्तो गर्दा राम्रो होला भनेर हामीले पनि संसारमा छँदा पूजाहरू गर्ने, अरूले जे गर्छन् त्यही गर्ने हामीले पनि गर्थ्यौँ। धेरै धाइयो क्या, धामी झाँक्री पूजाहरू गऱ्यो। त्यति गर्दाखेरि पनि अब हामीलाई राम्रो भएन नि त। अनि हामीलाई कसैले बचाउन सकेन, आफन्तले बचाउन सकेन, अनि कसैले बचाउन सकेन, तर प्रभु येशूले मात्र हामीलाई बचाउनु भयो। त्यही भएर मेरो साथीहरू हुनुहुन्छ म जस्तै, अनि मेरो आफन्त हुनुहुन्छ, कोही आफन्तले विश्वास गरिसक्नु, यो भिडियो सुन्नेहरू कोही कहाँ पुग्यो भने, कोही कसैले हेर्नुभयो भने चाहिँ अब प्रभु येशूलाई विश्वास गर्नुहोस्। अनि उहाँले मात्र हामीलाई बचाउन सक्नुहुन्छ। अनि किनभने उहाँ नै एकमात्र मुक्तिदाता हुनुहुन्छ। उहाँले हामीलाई यसरी बचाउनु भयो कि हामीले पत्तै गरेका थिएनौँ हामी यसरी निको हुन्छौँ, हामी आज यस ठाउँमा हुन्छौँ भन्ने हामीलाई थाहा नै थिएन। प्रभुले यसरी काम गर्नुभयो हाम्रो जीवनमा। तपाईँहरूले पनि प्रभु येशूलाई ग्रहण गर्नुहोस्। तपाईँको जीवनमा पनि हाम्रो प्रभु येशूले त्यसै गरी काम गर्नुहुनेछ।
मलाई बचाए चाहिँ प्रभु यीशुले तपाईँहरूलाई पनि बचाउनुहुनेछ। धन्यवाद एकदमै आशिषमय कुराकानीको लागि होइन। अझै धेरै कुराहरू छन् होला हजुरका, अब हामीसित समय त्यति लामो छैन होइन। ल यो जसले यो भिडियो सुन्नुहुन्छ तपाईँको जीवन गवाही सुनेर आशिषित पक्कै पनि हुनुहुनेछ र यो समय दिनुभएको लागि पनि धन्यवाद है।